पञ्जुलीजीले कति ह्यान्डसम गुरु बहिनी दिनुपर्छ के हो रे? ओ माई गड, म त एक नारी ब्रह्मचारी हजुर, म त विवाहित। तपाईँको हेर्ने दृष्टिकोण चाहिँ राम्रो हो, म राम्रो होइन, म ह्यान्डसम होइन। तपाईँको हेर्ने दृष्टिकोण चाहिँ धेरै राम्रो, तपाईँको सोच राम्रो भएको कारणले गर्दाखेरि म ह्यान्डसम देखेको हुन त मलाई टिकटकमा कसैले ह्यान्डसम गुरु, कसैले पुच्चे गुरु, कसैले कुल गुरु, कसैले डिम्पल गुरु, कसैले काले गुरु, कसैले लभ गुरु, धेरै नाम छ मेरा फेरि है, धेरै नाम छन्। तर म चाहिँ एक नारी ब्रह्मचारी, छोरी मान्छेलाई धेरैभन्दा धेरै रेस्पेक्ट गर्ने मान्छे, किनकि छोरी मान्छे भनेको मेरो लागि लक्ष्मीको रूप, लक्ष्मीको प्रतीक, मेरो देवता होइन। म आफ्नै श्रीमतीलाई पनि म भगवान मान्छु होइन। त्यसले गर्दा चाहिँ के छ भन्दा म चाहिँ छोरी मान्छेलाई अत्यन्तै रेस्पेक्ट र आदर गर्छु। त्यसले गर्दा मेरो आसनमा आउँदाखेरि पनि छोरी मान्छे मात्र मैले एक्लै आउन दिने गर्दिनँ। छोरी मान्छेसँग चाहिँ कोही छोरी मान्छे अथवा छोरा मान्छे साथमा लिएर आउनुपर्छ मेरोमा, एक्लै आउने अनुमति मैले छोरी मान्छे दिन्न, किनकि म चाहिँ एक नारी ब्रह्मचारी हुँ। मेरो श्रीमती नै घरमा स्वर्गको अप्सरा भन्दा पनि राम्री छ मेरो श्रीमती। किन भन्दा म चाहिँ कस्तो भन्दाखेरि एक नारी ब्रह्मचारी, म आफ्नै श्रीमतीलाई एकदम स्वर्गको अप्सरा परी जस्तो देख्छु, राम्री पनि छ। अहिले टिकटकमा त मेरो इफेक्टले गर्दा पनि म गोरो देखा त, टिकटक लाइभले कम्तै ह्यान्डसम बनाउँछ मलाई, इफेक्ट लगाएर बसेको छु। इफेक्ट नलाउँदा त है गाह्रो पो छ त, इफेक्ट लाग्यो है। त्यसले गर्दा मेरो श्रीमती नै स्वर्गको अप्सरा जस्ती छिन्। उनको अगाडि कुनै पनि छोरी मान्छे राम्रा लाग्दैनन् मेरो लागि चाहिँ। त्यसले गर्दाखेरि चाहिँ अब बहिनी त अब मैले तपाईँले कहाँबाट दिनु, बरु बहिनीलाई चाहिँ मैले बरु उहाँको बरु पाउ छोएर नमस्कार चाहिँ गर्न सक्छु तपाईँको बहिनीलाई। अब श्रीमती नै बनाउन चाहिँ म मरिसकेपछि अर्को जन्म लिँदा पनि त्यो सम्भव छैन। म अर्को जन्म जीवन्त मरिसके 7 जुनी 12 जुनी जतिसुकै जुनी होस्, म मेरो श्रीमतीलाई नै श्रीमतीसँगै विवाह गर्नुपर्छ भन्ने मेरो धारणा छ। हाम्रो प्लानै छ, यदि म बिरामी भएर मर्ने अवस्थामा पुगेँ, अब म मर्छ भन्ने भइसकेपछि म मर्दैछु भने चाहिँ मेरो श्रीमतीले पनि त्यतिखेर मर्दिने। अब बच्चाको टेन्सन होला नि, बच्चा हुर्किसकेका हुन्छ, आफ्नो गर्छ, दुःख सबैले गर्नुपर्छ। यदि म मर्न लाग्छ मेरो बुढी पनि मर्छिन्, यदि मेरो बुढी मर्न लागि छिन् बिरामी भएर भने पनि म पनि मर्ने नै हो, एकै साथमा जाने हो। त्यो सोच हामीले बनाएका छौँ। त्यसले गर्दाखेरि चाहिँ के छ, जुनै युगमा पनि म र मेरो श्रीमती सँगै हुन्छौँ। बरु तपाईँको बहिनीलाई श्रीमती होइन को पाउ छोएर बरु नमस्कार गर्न सक्छु। धेरै धन्यवाद है। कृपया मेरो टिकटक प्रोफाइललाई फलो गरिदिनुहोस् र टिकटक प्रोफाइललाई फलो गरिसक्नु भए टिकटक प्रोफाइलमा भएका भिडियोहरू मन परेमा लाइक कमेन्ट रिपोस्ट गरेर सपोर्ट गरिदिनुहोस्, किनकि म तपाईँहरूसँग गिफ्ट माग्दिनँ, बस तपाईँहरूको मैले सपोर्ट मागिरहेको छु। लाइक कमेन्ट रिपोस्ट र फलो यति गर्नु भने मलाई टिकटकबाट पैसा आउँछ र त्यो पैसाले मलाई सडकमा रहने भोको पेट भर्न पाउँछु। ल कसैले गिफ्ट पनि हान्नुहुन्छ, त्यो गिफ्टबाट आएको पैसाले त झन् सडकमा रहनेहरूलाई खुवाउन पाएको छु। यसलाई पनि धेरै धन्यवाद। के भयो, कति बजी हिँड्ने यहाँबाट? ल्याइन मेरो श्रीमतीको भोइस चाहिँ कति खतरा छ, देख्नु भयो नि, सुन्नु भयो नि, अप्सराको भन्दा नि खतरा छ। सुमधुर आवाज अनि सुमधुर आवाज की धनी मेरी अर्धांगिनी